युरोपमा यसपालि यो वर्ष निकै नै पानी एकदम कम परेको छ। यी देख्न सक्नुहुन्छ। पोहोरको वर्ष मकै निकै राम्रो थियो, उत्पादन पनि निकै राम्रो थियो। यो वर्ष चाहिँ यसरी देख्न सक्नुहुन्छ तपाईहरुले। मकै बोटमै सुकेको छ, राम्रोसँग घोगा पनि हालेको छैन। यो घोगा एकदम ठुलठुलो हुने घोगा हो। यसरी पानी अत्याधिक ठ्याक्कै फल लाग्ने बेलामा पानी नपरेको हुँदाखेरिमा यो चाहिँ मकै त्यति राम्रो छैन यो वर्ष। मकैदेखि सबै उत्पादनहरू यसरी बोटमै सुकेको छ। यो चाहिँ अब अहिले मौसम विभागहरूले पनि यो वर्ष युरोपमा यो क्षेत्रहरूमा निकै कम पानी पर्ने भन्ने कुरा छ। त्यो कारणले गर्दा यो वर्ष युक्रेन र रसियाको युद्धको कारणले महँगी निकै बढेको छ भने यो खडेरीले पनि युरोपको महँगी अझै खाद्य वस्तुहरू अझै महँगो हुने र तपाई हाम्रो खर्च अझै बढ्ने देखिन्छ हैन। यो खालको यो एकदमै उत्पादन यो मकै एकदम निकै नै राम्रो डबल घोगा लाग्छ र डबल घोगा लाग्ने र एउटा घोगा नै तपाईको एकदमै लामो लामो हुने हो। यो अब हेर्नुहुन्छ डबल घोगा त छँदै छैन, बोट नै एकदमै पातलो, यो मोटो पनि छैन, ढोड पनि देख्न सक्नुहुन्छ। यसले चाहिँ यो वर्ष युरोपमा अझै थप आर्थिक संकटहरू निम्त्याउन सक्छ, किनभने सबै देशमा यसरी उत्पादन कम हुने बित्तिकै अब खाद्य वस्तुहरूको मूल्य बढ्छ र डिमान्ड बढी हुने हुँदा मूल्य बढ्छ र मूल्य बढ्दै गएपछि तपाईको हाम्रो यहाँ हरेक कुरालाई अब वर्करहरू देखेर यहाँको स्थानीय बासिन्दाहरूलाई निकै नै अप्ठ्यारो भनौँ न आर्थिक वृद्धि दर बढ्ने आकलन गरिएको छ। यसरी बोटमै मकै पोहोर चाहिँ देखिएको थिएन, यो साल चाहिँ यस्तो देखिएको छ। यो एकदमै निकै नै अब गम्भीर स्थिति छ। क्रोएसियामा यति लामो समय यसरी थोरै पानी परेको पोहोरको वर्ष मेरो अनुभव थिएन। यो वर्ष चाहिँ निकै नै झारहरू पनि पहिलाउँदै गएको छ। यसले गर्दा आर्थिक रूपमा निकै प्रभाव पर्ने देखिन्छ। अब मन्थली खर्च खाद्य वस्तुको बढ्ने हुँदाखेरिमा खर्च पनि बढ्ने देखिन्छ। ठुलो निर्यातकर्ता कृषिमा ठुलो कृषि खाद्य वस्तु उत्पादन गरेर निर्यात गर्ने ठुलो निर्यातकर्ताहरू दुईटा ठुला देश युरोपका रसिया र युक्रेन यति बेला युद्धको मारमा छ र त्यहाँ उत्पादन हुने गहुँ र सूर्यमुखी फुल सनफ्लावर बाट उत्पादन हुने तेल एकदमै सप्लाई कम भएको भएर अहिले त्यसको एकदमै मूल्य बढिरहेको छ। ब्रेडहरू गहुँबाट बन्ने चिजहरू र तेलको मूल्य बढेको छ। समग्रमा सबै वस्तुको मूल्य बढेको छ भने केही वस्तुहरूमा 30-40%, केही वस्तुहरूमा 50% गरेर एभरेज तपाईको यहाँ अहिले 10 देखि 15% मूल्य वृद्धि भएको भन्ने कुराहरू रहेको छ भने अब आउने वर्ष यो यसरी बोटमै मकैहरू सुक्ने भएपछि अझै थप आर्थिक संकट, थप मूल्य वृद्धि हुने अनुमान गरिएको छ। पोहोरको वर्ष मलाई यो अनुभव थिएन, यति लामो समय यस्तो सानो पानी परेको। हेरौँ अब पानी परे पनि यो उत्पादन यो मकैलाई चाहिँ अब ढिलो भइसकेको छ। यसरी पानी परे यहाँ चाहिँ अर्को कुरा के छ भने सिँचाइको व्यवस्था अहिलेसम्म आकाशबाटै पर्ने पानीले चाहिँ यहाँको खेती भइरहेको रहेछ। एकदमै मिलेर टाइममा पानी पर्ने समरमा चाहिँ। तर यो वर्ष अब यो विश्वव्यापी अब ग्लोबल वार्मिङको कारण भनौँ न अब परिवर्तन भइरहेको छ। ग्लोबल इन्भाइरोमेन्टल चेन्जको प्रभाव चाहिँ यहाँ अब यसरी देखिन थालेको छ। गल्फ कन्ट्रीहरूमा अस्ति भर्खर पनि तपाईहरुले भिडियोहरू न्युजहरू देख्न सक्नुहुन्छ। गल्फ कन्ट्रीहरूमा बाढी आएर त्यहाँको गाडीहरू घरहरू बगाएको छ भने यहाँ चाहिँ तपाईको युरोपतिर जहाँ पानी निकै परिरहन्थ्यो यहाँ समरमा, यहाँ चाहिँ पानी परेको छैन। यसको मतलब अब विश्वव्यापी रूपमा तपाईको अब यो प्राकृतिक पर्यावरणीय परिवर्तनको कारणले अब यसको असरहरूको कारण हुन सक्छ। हेरौँ अब यसको प्रभाव अर्को साल यही वर्षबाटै महँगीमा निकै देखिहालिनेछ। यसरी विश्वव्यापी रूपमा बढेको यो पर्यावरणीय परिवर्तनले चाहिँ अब विश्वभरि नै अहिले एउटा चुनौती थपिएको छ। तर पनि ठुला भनेका देशहरू यसको समाधान गर्नेतिर भन्दा पनि युद्धहरूमा र हतियारहरूको होडबाजीमा लागेको देख्दा एकदमै हाम्रो एकतिर समस्या एकतिर छ भने हाम्रो विश्वव्यापी ट्रेन्ड अर्कोतिर गइरहेको छ। धनी देशहरूले गरिब देशमा रहेको प्राकृतिक साधनहरू कसरी चाहिँ प्राकृतिक स्रोतहरूमा आफ्नो प्रभुत्व कसरी जमाउने भन्ने लडाईँ चलिरहेको छ भने अर्को तितो सत्य भन्नुपर्छ। मिहिन रूपमा यो पर्यावरणीय परिवर्तनमा यो बढ्दो तापक्रमहरूतिर यसलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयहरू प्राथमिकतामा परेको छैन। गहिरो रूपमा अध्ययन गरेर यसको समाधानतिर लागेको छैन। बस ठुला सेमिनारहरू गोष्ठीहरू हुने गर्छन्। यसको निम्ति केही फन्डहरू पनि जम्मा गरिन्छ। तर यसले साँच्चै नै यो समस्याको समाधान गर्ने तर्फ त्यसले खासै ठुलो
महत्त्व राखेको छैन। त्यो योजनाहरूले अझै पनि विश्वव्यापी रूपमा लडाईँ झैझगडा हतियार निर्माण यी प्रतिस्पर्धाहरू होइन ठुल्ठुला देशको शक्तिको लडाईँहरू भइरहेको छ। त्यसैले गर्दाखेरिमा अब यो परिवर्तन छ यो ग्लोबल वार्मिङको गल्फ कन्ट्रीहरूमा देखिएको यी भारी वर्षाहरू कैयौँ वर्षपछि यसरी भारी रूपमा गल्फ कन्ट्रीहरूमा जहाँ पानी परेको छ भने त्यहाँ बाढी नै आएको छ भने यो समरमा युरोपियन देशहरूमा जसरी पानी परिरहन्थ्यो त्यो यहाँ चाहिँ पानीको अहिले खडेरी पर्ने इटली लगायतका केही देशहरूमा खडेरी पर्ने भनिएको छ। त्यसो गर्दा आर्थिक यहाँको कृषि उत्पादनमा प्रत्यक्ष असर पर्नेछ र आर्थिक वृद्धि दर महँगाई अझै बढ्नेछ हरेक कुराहरूको।